हेलो गाइस, हम तो हैप्पी दसैँ गाइस। क्या हो तो यही वाला धुलिया साथ छ हुँदै जाँदो अर्का दसैँमी धुली मैले हात मात्रै लगाइदिए हो। यसरी मैले यसरी हात लगाइदिए हो। आउ 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 गाइस, यो बिना दसैँ अधुरो हुन्छ। हेलो एभ्रीवान, वेलकम टु माई ब्लग है। फेरि पनि मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ। आजको विशेष चाहिँ दसैँ विशेष छ है। ह्यापी दसैँ एन्ड तिहार। तपाईहरु सबैलाई पनि ह्यापी दसैँ, मलाई पनि ह्यापी दसैँ, हाम्रो यहाँ भएको मान्छेलाई पनि ह्यापी दसैँ। सब आफ्नो आफ्नो काममा लागेको छ। मेरो काम चाहिँ गाजर छिल्ने रहेको छ। मैले गाजर छिल्न छोडेर मैले भिडियो बनाइरहेको छु है। सधैँ त हामी घुमेको यताउता गरेको भिडियो बनाउँछ। आज घुम्ने सुन्ने हैन, आज हामी एकै घरमा दसैँ घुम्ने हो। फन 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 हैन त अंकल? ओके, ह्यापी दसैँ। ह्यापी दसैँमा पछाडि पनि हुनुहुन्छ एउटा मान्छे। रसोड़े में कौन था? रसोड़े में कौन था? मैं थी, तुम थी, कौन था? उता हुन त लगाउनु भुत अन्त गल्ल हो रहेछ है। ए स्पिकर भेटिएन, के गर्नु है? गाना गाउनु हुन्थ्यो। मैले उडाइमा खाली ठुलो आवाज यसैमा आउँथ्यो। बन्द गर्के अहिले भयो। हेलो गाइस, हम त ह्यापी दसैँ गाइस। उजै पनि कोही हेर्दैन मेरो ब्लग। पुरानो उजै पनि मेरो ब्लग कोही हेर्दैन। दसैँ लाग्यो गाइस। घुमाएको रोटी। वाउ, देख्नुभयो वाइट मेटेरियल मान्छे। हेर मेरो सासू त कस्तो रिसाउने हो क्या पछि गएर मलाई त। मेरो बुहारीलाई त केही पनि आउँदैन भनेर। हेर बुहारी, अरे है, हेर सासू, मेरो हुने सासू हो कि नहुने सासू हो, चिन्तै नलिग के, चिन्तै नलिग। आउ 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 गाइस, खानामा मिठो सेलरोटी। बाङ्गो भयो के भयो, मिठो हुनु पर्यो। क्या हो तो यही वाला धुलिया साथ छ हुँदै जाँदो अर्का दसैँमी धुली लठी दसैँ अलि ढिला हुने भए 20,000 दिन होइन अङ्कल? अर्को दसैँ अलि ढिला हुने भएछ। मम्मीलाई फोन गर्नु छ, मम्मीलाई फोन गरी हेलु दैन नमेरी जा। के रे, के लाइटै आएन त। ज्वानलाई मेकी सो तिल पिसेको मैले। ह्यापी दसैँ मम्मी, ह्यापी दसैँ। म चाहिँ अब कपडामा आइरन लगाउनु पर्यो है गाइजहरू। झन् पुरानो कपडा लगाऊ, नयाँ पुस्तक किन थोरो भन्ने एउटा पढिन्थ्यो है उहिले। मेरो दाजुको ढाका टोपी हो। के हो यो आइरन तातै हुँदैन त गाइज। मेरे पास यही है। छैन मबाट त आइरन पनि लगाइएन। यहाँ अङ्कलले हेल्प गर्दै हुनुहुन्छ मलाई। बारीमा लरीलै धानको बाला झुल्यो खेतैमा। कुकले चाहिँ मिठो मिठो खानेकुरा पकाउनु भयो। आजको दसैँको स्पेसल भ्युरीहरू चाहिँ उहाँले बनाउनु भयो। खै यस्तो यस्तो दर्शन सबै उहाँले बनाउनु भयो है। सबै मैले हात मात्रै लगाइदिए हो। यसरी मैले यसरी हात लगाइदिए हो। मैले पनि बनाएको भन्ने मान्नु होला होइन। देखाइदिन्छु म आजका परिकारहरू। यो चाहिँ हाम्रो अचार भयो, यो पापड भयो, यहाँ प्राउन पनि छ, पापड पनि छ। अनि यो चाहिँ दसैँ बिना, यो बिना दसैँ अधुरो हुन्छ। यो चाहिँ हाम्रो सेलरोटी। खाए ल भन्ने बेला आउँछ एकछिनमा। हामी चाहिँ हेरेको हेरै। वाउ चेस। अब चाहिँ रेडी हुने भनेको। यो कुर्ता नेपालबाट पठाइदिनु भएको कि मम्मीले।
यस्तो ठुलो छ। अब के कहाँ फिटिङ गर्नु के गर्नु, अब यसलाई चाहिँ अलिकति यसरी दुपट्टाले बेडबाड गरेर लगाउनु पर्छ। जुगाड त गर्नै पर्यो होइन। मतलब मेरो मात्रै होइन सबैको यस्तै छ कि कुर्ता। उसको पनि यस्तै छ, मेरो पनि यस्तै छ। अब जो आउने हो उसको पनि त्यस्तै छ सबको। उसको ठिकै होला हेर न। मैले त्यो झुम्का लगाएको, तिम्रो पनि झुम्का देखाउ न। झुम्का देखाएको मैले त्यो औँठी पनि लगाएको। मेरो छैन। आउँथ्यो दसैँ आउन यस्तो रोल गर्न आउँछ? यस्तो मजा भएन कहिले नि। उठ बस। गाजल लाउने हो कि गाजल ल्याउने? गाजल नै लाउने। गाजल आज म राम्री हुन्छु कि गाइस, राम्री हुन्छु नि त। म सधैँ राम्री हो होइन, मैले त्यस्तो भनिराख्नु पर्ने जरुरत छैन। म सधैँ राम्री हो। राम्री चाहिँ त्यही पनि अझ राम्री हुने, अझ योभन्दा धेरै राम्री भइदिन्छु। ओके गाइस है त ल। म चाहिँ रेडी भइसकेँ अनि सबैजना आइसक्नु भएको छ कि तल रमाइलो गर्दै हुनुहुन्छ। कसैले तास खेल्दैछ, कसैले नाच्दैछ होइन। खाना पनि अब टिका लगाउने साइड भइरहेको छैन, मतलब नेपालको साइडसँगै लगाउने भनेर हामीहरू कुरेर बसिरहेको छ कि। अब तल जान्छु, तलको रमाइलो हेर्नुपर्छ गाइस। अस्ति दसैँ तास खेलिराख्नु भयो। यहाँ डनहरू छन्, यहाँ एउटा डन हुनुहुन्छ हजुर। टिका लगाएन के? अब लगाउला नि त। खै छैन नि मान्छे भाइन्डरले नबनाउ मैले टिका। ल अब हामी चाहिँ टिका लगाएर भिडियो बनाउने। जुम्बी गर अरे नि त। ल गरौँ अब जुम्बी। ल जुम्बी गरौँ अब। जुम्बी गरौँ जुम्बी। गोप्रोको नाम के हो? गोप्रो। अरू के हो? हामीले त सुरुमा कसरी टिका लगाउने भन्ने डिसाइड गर्न सकेन। धेरै भएन। शर्मा गई मे हाय हाय। उसले पनि देखिरहेनौ तिमी, पछाडि सेतो बाटो टल्किएर तिमी देखिन लाएनौ। ल लगाएर बस्न नलाउँ त के भन्दा पनि साइड अरे त्यो पस्क्यो त भाग्यो
योपालि त पैसा बजेट त खै के भयो सरकारले कहिले काट्यो त्यहाँ होइन होइन फोटो खिच्ने मनके मनके अनि अलि साडो न साला एक मात्र छैन त छोटो होला काट्छ दिउँ दिउँ होइन तिमीमा होइन फोटो के भयो ल यतिको पक्रिँदा पक्रिँदै गरिहाल्छौ अलिक आउँछ वर्गतिको नाममा भान्डी त नहुनु भनेर ल भयो होइन काट्नु न फोटो खिचौँ यो त फोटो खिच्नै पर्छ अरे फोटो होइन अरे हात गली आउनु ए मेरा निको लिंक पाइने बाई बाई ओए छोड अरे Đây ông này sẽ đi xuống cái này. Ông nào. अर्को नि हेर्दा फेरि ल कसरी भयो? सबैजना बोलो भएर बस्नु काम गाडी भने हो दस गयो होइन के तरकारी आफै हालेर खुवाउँछ अर्डिनेट मलाई के राम्रो लाग्छ आफूलाई के राम्रो लाग्छ मलाई लाग्छ म जस्तो कोही छँदै छैन दुनियाँमा छ भने भनौँ तरकारी चाहिँ आफै देखाउनु पनि पर्यो फेरि के मभन्दा राम्री मैले देखेँ फेरि भनिदेऊ न प्लिज फेरि भनिदेऊ न मैले देखेँ अहिलेसम्म किरी भन्दा हाम्रो मान्छे त मैले देखेँ काहीँ विमलको गर्लफ्रेन्डसम्म नपुगो चाहिँ यो भिडियो लु आउनु न यो पनि हालौँ न फेरि खाइल हेलो एभ्रिवान फाइनल्ली आजको दसैँ पनि सकियो है एकै दिनको लागि दसैँ आउँछ नेपालमा भयो भने त 4-5 दिनसम्म लगातार दसैँ चल्छ होइन अब यहाँ त एकै दिन सब मान्छे भेटेर टिका सिका लगाऊ भोलिदेखि फेरि त्यही लाइफ हो काममा जाऊ कामबाट आऊ सक्यो थाक्नु नि यति थाक्यो रमाइलो पनि यति भयो हामीले त पछि तास पनि यति धेरै तास खेल्यो पैसा पनि हार्यो मैले सब पैसा हारिहाल्यो अब यहाँदेखि हामी घर जान लाग्यो हामी चाहिँ यहाँ अङ्कलको घरमा आएको थियो अब घर जान लाग्यो यस्तो थाकेको छ भोलि काम छ सुत्नु पनि पर्यो ओके थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई